विभिन्न कुराहरू हामीले टेकेर आएको हुन्छ। त्यसले कक्सिडियसहरू हुने विभिन्न प्रकारको रोगहरू ल्याउने काम गर्दछ भने हामीले बाहिरको चप्पल बाहिर राख्ने र भित्रको चप्पल भित्र राख्ने गरियो भने खोरबाट बाहिर पनि कुनै रोग जाँदैन र खोरभित्र पनि कुनै रोग प्रवेश गर्ने छैन। हो यस्तै साना कुराहरूमा हामीले ध्यान दिनुपर्ने हुन्छ कुखुरा व्यवसाय गर्दाखेरि भनेको। र चल्ला अवस्थामा भनेको चारो अति नै आवश्यकता छ। 5 दिनसम्म भनेको त त्यति चारो खाँदैन, 5 दिन पछाडि भनेको धेरै उनीहरूले चारो भनेको मजाले खाने गर्दछ र मजाले खाँदा भनेको उसलाई चारो जति मजाले खान्छ उसलाई पानी पनि त्यति नै मजाले चाहिने गर्दछ र चारो पानी नियमित रूपमा दिनुपर्दछ। पानी चारो अलिकति 2-4 घन्टा लेट भइदियो, 2-4 घन्टा केही भइदियो भने कुखुरालाई बेसी स्ट्रेस हुने र मर्ने सम्भावना पनि हुँदछ। किनकि यो चल्लाहरू भनेको आज 8 दिन 1 हप्ताका मात्रै छन्। 1 हप्ताको चल्लाहरू तपाईँहरू देख्न सक्नुहुनेछ। यिनीहरू भनेको 200 ग्राम अप छ। जो नर्मल रूपमा भनेको आज 200 ग्राम अप हुनुपर्छ कुखुरा चल्ला। हस्, तपाईँहरूलाई कस्तो लाग्यो यो भिडियो कृपया जानकारी दिनुहोला र अझै बढी किसानहरूको अगाडि पुर्याउनको लागि भनेको सेयर गर्न नभुल्नु होला, ताकि यो भिडियोले भनेको सजिलै कुखुरा पालक किसानलाई भनेको हौसला मिलोस्, काम गर्ने एउटा मद्दत मिलोस्। यति भन्दै तपाईँहरूसँग बिदा माग्दछु। हस् त, धन्यवाद।